काण्डबारे हामी अनभिज्ञ हो र? म प्रति औँलो ठड्याउने मान्यज्यूहरूलाई पनि प्राप्त होस् शुभकामना छ। 2 अरब होइन 2 रुपैयाँ बदमासी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु। सार्वजनिक जीवनै त्याग्न पनि म तयार छु। 2 रुपैयाँ र यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औँलो ठड्याउने मान्यज्यूहरूलाई पनि प्राप्त होस् शुभकामना छ। तपाईहरुका काण्डबारे हामी अनभिज्ञ हो र? ती पनि खुल्नेछन्। अब भएको के हो त?